झमक कुमारी घिमिरे नेपाली साहित्यकी अनमोल प्रतिभा। झमक कुमारी घिमिरे नेपाली साहित्यको क्षेत्रमा एक प्रेरणा दिने व्यक्ति हुन्। उनलाई जन्मदेखि नै प्रतिमस्तिष्क रोग थियो, तर यो रोग हुँदा पनि उनले खुट्टामा मात्र 3 औँलाको सहयोगले लेख्न सुरु गरिन् र नेपाली साहित्यमा ठुलो योगदान दिन्। उनको आत्मकथा जीवन काँडाकी फुलले उनलाई मदन पुरस्कार जस्ता ठुला सम्मान जितायो। उनको लेखहरू पत्रपत्रिकाहरूमा नियमित रूपमा आउँछन्। उनको सङ्घर्ष र सफलताले धेरै मानिसलाई प्रेरणा दिएको छ। झमक कुमारी घिमिरेको जन्म 2037 साल असार 21 गते भएको थियो। उनको जन्म धनकुटाको कचिडे भन्ने ठाउँमा भएको थियो। उनका बुवा श्रीकृष्ण बहादुर र आमा आशादेवी घिमिरे हुन्। उनी घरको पहिलो सन्तान थिइन्। उनको परिवार धेरै गरिब थियो। जन्मजात रोगले उनको हात र खुट्टा चल्न सक्ने शक्ति थिएन, बोल्न पनि सक्दिनथिन्, तर उनी सुन्न र बुझ्न भने सक्थिन्। उनको खुट्टाको केवल 3 औँला मात्र चल्छन्। झमक कुमारी घिमिरेको बालकपन धेरै दुःख थियो। उनलाई घरको मान्छेहरूले नै मुर्खुट्टा भनेर गाली दिने गर्थे। दसैँ जस्तो पर्वमा नि छिटो मर भनेर आशीर्वाद दिन्थे। उनी स्कुल जान सक्दिनथिन् र फर्मल शिक्षा पनि लिन सक्दिनथिन्। जब उनी लेख्न सिक्न खोज्थिन्, मान्छेहरूले भन्थे, तिमी सिकेर के गर्छौ? तर उनले रोकिनन्। उनले खुट्टाको 3 औँलाले जमिनमा अक्षर बनाएर लेख्न थालिन्। औँलामा घाउ हुन्थ्यो, रगत निस्किन्थ्यो, तर उनी लेख्न छोड्दिनथिन्। धेरै पटक घरमा पिटाइ पनि खाइन्। 5 वर्षको उमेरमा उनलाई खाना खुवाउने हजुरआमाको मृत्यु भयो। खाना खुवाउने मान्छे थिएन र उनी आफ्नै खुट्टाको 3 औँलाले खाना खानु पर्थ्यो। मान्छेहरूले उनलाई बोक्सी र अलक्षिणी भनेर हेला गर्थे। कसरी भयो त झमक कुमारी घिमिरेको शिक्षा र साहित्यको सुरुवात? स्कुल जान नपाए पनि झमक कुमारीले आफ्नो भाइ बहिनीहरू पढ्दै गरेको सुनेर हेरेर सिक्न थालिन्। 9 वर्षको उमेरबाट उनको रुचि साहित्यमा लाग्न थाल्यो। धेरै मुस्किल र समस्या हुँदा पनि उनीले खुट्टाको 3 औँलाले लेख्न सिकिन् र नेपाली साहित्यमा आफ्नो नाम बनाउन सफल भइन्। उनको लेखहरू कान्तिपुर र ब्लास्ट टाइम जस्ता पत्रिकामा नियमित रूपमा आउने गर्छन्। उनको रचनाहरू यस प्रकारका छन्। आत्मकथामा उनले जीवन काँडाकी फुल यो कृतिका लागि उनले 2067 सालमा मदन पुरस्कार जितेकी थिइन् र उनको कविता सङ्ग्रह यस प्रकारको छ। सङ्कल्प, आफ्नै चिताअग्नि शिखातिर, मान्छेभित्रको योद्धाहरू, प्वाटी र अन्य रचनाहरू यस प्रकारको छन्। अवसान पछिको आगमन। यो सबै लेख खुट्टाको 3 औँलाले गरिएको हो। उनले अन्य किताबहरू पनि लेखेकी छिन्। उनलाई दिएको पुरस्कारहरू यस प्रकारका छन्। मदन पुरस्कार 2067 र यो पुरस्कार उनको लेख जीवन काँडाकी फुलबाट पाएकी थिइन्। पद्मश्री साहित्य पुरस्कार 2067, प्रबल गोर्खा दक्षिण बहु चौथो, कविता रामबाल साहित्य प्रतिभा पुरस्कार 2055, अस्वीकृत विचार साहित्य पुरस्कार 2056मा पाएकी थिइन्। पारिजातपछि मदन पुरस्कार जित्ने दोस्रो महिला लेखिका नै झमक कुमारी हुन्। झमक कुमारी घिमिरे संसारमा प्रतिमस्तिष्क रोग भएको 10 जना ठुला साहित्यकारहरूमा पर्ने एक नेपाली साहित्यकार हुन्। उनी सिधा उभिन, हिँड्न, बोल्न सक्दैनन्, तर उनले खुट्टाको 3 औँलाले धेरै किताबहरू लेखिन्, जुन एकदम प्रेरणा दिने कुरा हो। उनको किताब जीवन काँडाकी फुल नेपाली साहित्यमा एकदम उत्कृष्ट किताब हो। उनको जीवन र लेखाइले नेपाललाई मात्र होइन, पुरै संसारलाई प्रेरणा दिएको छ।